गाइज कसैले चिन्नुभयो मलाई? चिन्नु त भएन। आज विष्णु चाहिँ कता कता गयो, यत्रो महिनापछि नयाँ भ्लगको साथमा आउँदै होइन। कता गयो त्यो भएर त्यसको मोबाइल ल्याएर यहाँ भ्लग बनाउँदै बसेको मैले। चिन्नु है? चिन्न भनेर भन्छ होला, भन्नुभयो होला। म यो विष्णु, वेलकम ब्याक टु माई न्यू भ्लग। आई होप सबैजना स्वस्थ र सन्चै आरामै हुनुहुन्छ होला। म पनि फिट एन्ड फाइन नै छु। आज धेरै पछि नयाँ भ्लग, यसो गाउँतिर प्र्याङ्क गरिदिनु भनेर कि धेरै पछि नयाँ के अनौठो सोच आएको थियो होइन। धेरै पछि आज चाहिँ यसो प्र्याङ्क गरिदिन्छु गाउँमा, यसो चोर भनेर धोती भनेर हिँड पनि भनेर। अब हेरौँ कुन घर मेरो मौकाको चौका फाइदा उठ्ने छ आज। यस्तो जङ्गल छ नि त अहिले, असार मासा कोही छैन होला गाउँतिर। त्यही पनि हेरौँ। यहाँ देखेको टनलतिर हुँदै त्यो घर जान्छु होइन। को पनि हेरौँ पहिला, अनि प्र्याङ्क गर्नुपर्छ। बवाल तरिकाले प्र्याङ्क गर्नुपर्छ आज। चाहिँ धन्नैमा आएँ, धन्नैमा अरे क्या। उफ उफ, कहाँको धोती हो अरे, चोराए कि त्यो पुच्चीले यार। ए आमा धन्नैमा अरे क्या। अब कता जाने यस्तो नि प्र्याङ्क हुन्छ कि भन्नुहुन्छ होला यार। प्र्याङ्कै भनेर राम्रो छ, बेकारमा पिटाइ मात्रै खाइयो। थकै लाग्यो उहाँदेखि दपुराउँदै ल्याएर यहाँ ल्याएर छोडे बल्ल। यस्तो जङ्गलको बाटो शीतलन छैन यार। यस्तो गर्मी टन्टपुरीमा घुट लाएर बौला भन्छन् गाइसले। तिमीहरू पनि सुरु गर के, सुरु गर आजबाट भ्लग बनाउन सुरु गर।
गरिहाल अहिलेदेखि। त्यो बिस्तारै थेच्चिएर के हुन्छ, थेच्चिएर केही पाइनेवाला छैन। यो जमानामा केही दुःख त गर्नै पर्छ। सुरु गर के ब्लग बनाउन अझै भाइ। म तिम्रो ब्लगबाट इम्प्रेस भएर मैले नि ब्लग बनाउन थालेँ भनौँ। सुरु नगरी यतिकै हुन्छ। मैले नि त कम त मेहनत गरेको, मेहनतको बिना यत्रो फल पाइन्न के पाइन्न। यस्तो गर्मीमा कसैले भ्लग बनाउन चाहन्छन्? रिस उठ्ने। कमेन्टमा एक दुईजनाले भनौँ न भाइ, तिम्रो ब्लगबाट मैले पनि ब्लग बनाउन थालेँ तिम्रो ब्लग देखेर। कसैले भनेछौ? छैनौ नि? घर सुतेछ, मोबाइल हेरेर कमाउँछौ कि नापेर? गाइज एनी हाउ मलाई 2000 सब्सक्राइबर चाहियो। एनी हाउ मेरो ड्रिम भनेको 1 लाख सब्सक्राइबर हो। एनी हाउ यो महिनाभित्रमा 2 लाख सब्सक्राइबर चाहियो। के भन्छ 2000 सब्सक्राइबर चाहियो मलाई। एनी हाउ यति भन्दा नि लाउनु। अन्त के भनौँ त मैले। अब कन्टेन्ट बवाल आउने छ होइन। आज बल्ल कति महिनापछि 6-7 महिनापछि ब्लग स्टार्ट गरेको। आज हजुरहरूले पनि गाली त गर्नुहुन्छ मलाई थाहा। त्यही नै आजको ब्लग यति नै हुनेछ र अब नेक्स्ट ब्लगमा छिटै भेट हुनेछ। ब्लग कस्तो लाग्यो लाइक एन्ड सब्सक्राइब, फेरि बेल आइकन भन्दै आजको ब्लगबाट बिदा हुन चाहन्छु। हस्त जय नेपाल, बाई बाई।